हामी यतिखेर चितवनमा छौँ। चितवनको यो नारायणी नदीमा छौँ। यहाँले पृष्ठभूमिमा देखिरहनु भएको छ नारायणी नदी जुन 2038 सालमा निर्माण भएको थियो र तत्कालीन समयमा निर्माण भएको नारायणी नदी अहिले जीर्ण अवस्थामा तर सञ्चालित अवस्थामा रहेको छ र अहिले यो नारायणी नदीमा सिग्नेचर ब्रिज बन्दैछ। दर्शकवृन्द, नयाँ सिग्नेचर ब्रिज बनियो। यहाँको वस्तुस्थिति, यहाँ निर्माण कम्पनीले काम गरिरहेको छ। यहाँको वस्तुस्थितिको बारेमा हामीले यहाँलाई बारम्बार दृश्य सामग्री देखाइरहेका छौँ। आजको ताजा अपडेट हामी यहाँलाई देखाउँदैछौँ। हेर्नुहोस्। दर्शकवृन्द, नारायणी नदीमा बन्ने नयाँ सिग्नेचर पुलको ब्रिजको काम धमाधम भएको छ। निर्माण कम्पनीले यसरी सामग्रीहरू छाडिरहेको छ। नमस्कार, म नारायण प्रसाद लामिछाने, सडक विभागको। यो सिग्नेचर ब्रिजको निर्माण कार्य सुरु भएको हो सर अहिले? सिग्नेचर ब्रिज जुन अहिले हाम्रो पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्गको नारायणी नदी माथि चाहिँ जुन हाम्रो पुल अब निर्माण हुँदैछ र यसको चाहिँ खासमा डिजाइन एन्ड बिल्ड प्रविधिद्वारा 2080 साल जेठ 19 गते चाहिँ ठेक्का सम्झौता भएको हो र त्यस तत्पश्चात चाहिँ निर्माण व्यवसायीले चाहिँ यो व्यतीत भएको चाहिँ अवधिमा 2 वर्षको अवधिमा चाहिँ पुलको चाहिँ डिजाइन सम्पन्न गरेर त्यसको चाहिँ डिजाइन चाहिँ प्रमाणित पनि भइसकेको अवस्था छ र त्यसैको आधारमा चाहिँ अहिले निर्माण व्यवसायीले चाहिँ अब जुन जग खन्ने कामहरू र जगको निर्माणको कार्यहरू चाहिँ सुरु गरिरहेको छ र यो चाहिँ केबल स्टे ब्रिज हो र यो चाहिँ सिग्नेचर ब्रिज पनि भनिन्छ यसलाई र यो अलिकति आधुनिक खालको ब्रिज जुन अब नेपाल सरकारकै सहयोगमा बन्दै गरेको ब्रिज हो र यसको फाउन्डेसन निर्माणको लागि अब अहिले चाहिँ साइटमा चाहिँ निर्माण व्यवसायी परिचालन भइसकेको छ र उहाँहरूले चाहिँ अहिले चाहिँ पानीलाई चाहिँ अलिकति बहावलाई चाहिँ तर्काएर त्यस पछाडि चाहिँ फाउन्डेसन बनाउने ठाउँहरूमा चाहिँ उहाँले स्पेस बनाउँदै हुनुहुन्छ। सर, यो नेपाल सरकारले आफ्नै स्वामित्वमा बनाएको यो पहिलो पुल हो? नेपाल सरकारले बनाउँदै गरेको चाहिँ सिग्नेचर ब्रिज चाहिँ अहिले चाहिँ यो पहिलो पुल। यो आर्थिक वर्षमा कति काम हुन्छ सर? यो आर्थिक वर्षमा चाहिँ हामीले चाहिँ अब जुन फाउन्डेसनको कामहरू छ, पाइलहरूको कामहरू, यो कामहरूलाई चाहिँ हामीले चाहिँ सम्पन्न गर्ने लक्ष्य राखेका छौँ। सम्पन्न हुने यसको 4 वर्षको अवधि हो र 4 वर्षको अवधि मध्ये अब करिब 1.5 वर्षको अवधि बाँकी रहेको अवस्था। चितवन र नवलपुर जोड्ने नारायणी पुलमाथि सिग्नेचर ब्रिज बन्दैछ। दर्शकवृन्द, हामी यो ब्रिजको निर्माण स्थलमा आएका छौँ र यो सम्भवतः नेपालकै पहिलो सिग्नेचर ब्रिज आकर्षक डिजाइनबाट यहाँ नारायणी नदीमाथि निर्माण गरिँदैछ। नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको बारेमा यथार्थ जानकारी दियौँ। हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, बाँकी विस्तृत जानकारी हामी फेरि लिएर आउनेछौँ। हवस् त, नमस्कार।